यो फुल किन उन्नुवा मम्मी अहिले यो माला बनाएर आगोमा दियो के आगोमा दियो अनि अहिले टिप्दिनु भएको त यस्तो राम्रो राम्रो हुँदैछ नि अब सुक्छ सुकेपछि बिउ हुँदैन मङ्गलले निस्किन्छ ठुल्ठुला थुङ्गा कुटेर माला बनाएर राखेको थियो आगोमा राम्रो हुन्छ फुल यो फुलको नाम पाइन्छ यो फुलको नाम के हो त सयपत्री हो बुझ्नुले कुन जातको सयपत्री हो यो लोकल हाम्रो यहीँको विकासे हो कि होइन यो व्यवसायिक खेती गर्नु भयो कि यो के हो व्यवसायिक खेती होइन यो आफ्नै लागि तिहारको लागि रोपेको हो